गुड आफ्टरनुन। आजबाट चाहिँ हामीले इन्ट्रोडक्सन क्लास गर्नेछौँ, क्लास 8 को म्याथमेटिक्स। फर्स्टमा चाहिँ यसको रहेको छ सेटमा चाहिँ के पढ्नुपर्छ, क्लास 8 मा कुन कुन च्याप्टरहरू पढ्नुपर्छ भन्ने कुराको बारेमा चाहिँ अब यहाँ डिस्कस हुन्छ। फर्स्टमा चाहिँ गएर सेटमा पढ्नुपर्ने भनेको भेरी फर्स्ट यो भनेको रिभ्यू अफ सेट भन्छ यसलाई, जुन कुरा चाहिँ तपाईँहरूले क्लास 7 मा पनि पढ्नु भएको हुन्छ त्यही कुरालाई चाहिँ एकचोटि सर रिपिट मात्र गराइएको हुन्छ। यसमा फर्स्टमा छ डिसजोइन्ट एन्ड ओभरल्यापिङ सेट, डिसजोइन्ट एन्ड ओभरल्यापिङ सेट। अब यो त यतिकै हेर्ने बित्तिकै क्लियर छ, डिसजोइन्ट सेट भनेको के हो, ओभरल्यापिङ सेट भनेको के हो। ल यसको बारेमा चाहिँ एकचोटि सर हेरौँ है त के हुन्छ डिसजोइन्ट सेट ओभरल्यापिङ सेट भनेको चाहिँ। हेरौँ त अब डिसजोइन्ट सेट फर्स्टमा कुनै पनि दुईटा सेटमा चाहिँ कुनै पनि एलिमेन्टहरू सेम छैन भने त्यस्तो सेटलाई डिसजोइन्ट सेट भनिन्छ। एलिमेन्टहरू सेम नभएको, ल इक्जाम्पल कन्सिडर गरिहालौँ। यहाँ 1 2 3 छ, यसमा चाहिँ 4 5 6 7 जति नै हुन्छ कि यो सेट ए एन्ड सेट बी मा चाहिँ कुनै पनि एलिमेन्टहरू सेम छैन हो, त्यही भएर यो सेटलाई के भनिन्छ त हामीले डिसजोइन्ट सेट भनिन्छ। ल अब एकचोटि सेटलाई चाहिँ कसरी लेख्ने, भेन डायग्राम भनेको के हो, त्यो कुराहरू हजुरले जनरली सानो क्लासमा पढिसक्नु भएको छ, त्यही पनि फेरि एकचोटि त्यसलाई रिकल गरौँ है त। कसरी लेखिन्छ सेट लेख्दाखेरि जुन लेटरले त्यसलाई डेनोट गरिन्छ द्याट मस्ट बी क्यापिटल लेटर एट फर्स्ट, क्यापिटल लेटर हुनु पर्यो त्यो लेटर चाहिँ। अनि सेटभित्र चाहिँ जुन एलिमेन्टहरू हुन्छ त्यसको बाहिर चाहिँ के कुन साइन हुन्छ त, अलवेज कर्ली ब्राकेट। दिस इज द रुल, कर्ली ब्राकेट युज हामीले गर्नै पर्छ। अनि अर्को कुरा जस्तै कुनै बेलामा कस्तो हुन्छ क्वेसनहरू भने ए इजिकल्स टु, यो पछि पनि आउँछ, ए इजिकल्स टु यहाँ मान्नुहोस् एपिपिएलई एप्पल छ। अनि यहाँ चाहिँ कसरी देख्यो भने हो यो यसरी यहाँ कमा दिएर लेखिएको छ भने पनि यो छुट्टै सेट हो भन्ने कुरा बुझ्नुपर्छ। कमा नदिकिन लेख्यो भने त्यसलाई हामीले एउटै सेट भनेर, एउटै एलिमेन्ट भनेर डेनोट गरिन्छ। सरी सेट भने मैले कमा नदिकिन लेख्यो एउटै एलिमेन्ट भयो। यहाँ ए छ, अनुलेट गरौँ न, यहाँ कमा दिएर लेखेको हो त यो फरक एलिमेन्टहरू भयो हो, यो कुरा चाहिँ याद गर्नु पर्यो। अनि बेसिक रुल्सहरू थाहा हुनु पर्यो। अब यसलाई चाहिँ सेट दिएको कुराहरूलाई चाहिँ कसरी देखाउने त, भेन डायग्राममा कसरी देखाउने, भेन डायग्राममा देखाउने बेलामा सबैभन्दा पहिला एउटा रेक्टेङ्गुलर बक्स बनाइन्छ जसको माथि चाहिँ यु भनेर लेखिन्छ। इट मिन्स युनिभर्सल सेट। यो त पढिसकेको छ सानो क्लासमा, युनिभर्सल सेट भनेको यो रेक्टेङ्गुलर बक्सभित्र जे जति कुराहरू पर्छ सबै चाहिँ यो युनिभर्सल सेटमा पर्छ। जस्तै अब यहाँ ए लेखौँ, यहाँ बी लेखौँ, ए को एलिमेन्टहरू मैले भरिदिन्छु .1 .2 .3। यहाँ चाहिँ डट मैले किन दिएछु भने यो चाहिँ फरक एलिमेन्ट हो भनेर छुट्याउनको लागि दिएको है जस्ट। अब 4 5 6 एन्ड 7। ल अहिले चाहिँ तपाईँहरूले यो साइडको यो कम्प्लिमेन्टलाई हजुरले पढ्नु हुँदैन है, त्यही भएर त्यतातिर हामी नजाउँ। अहिले यसलाई चाहिँ कम्प्लिमेन्ट भनेर भनिन्छ, यो दुइटैमा नपरेकोलाई चाहिँ यहाँ लेखिन्छ। अहिले त्यतातिर जानु परेन। जस्तै यति बुझ्नुहोस् कि यहाँ दुईवटा सेट छ, दुईवटा सेटमा चाहिँ कुनै पनि एलिमेन्ट सेम छैन, त्यही भएर त्यसलाई छुट्टै लेखिएको छ। ल अब अर्को आउँछ ओभरल्यापिङ सेट। ओभरल्यापिङ सेट भनेको ह्याभिङ एनी एलिमेन्ट कमन, कुनै एलिमेन्ट कमन हुनसक्छ तर सबै कमन छ भने चाहिँ त्यो फेरि अर्को एउटा सेटमा पर्छ। त्यो पनि बिस्तारै हामी डिस्कस गर्नेछौँ। ल डिसजोइन्ट सेट पछि आयो हाम्रो ओभरल्यापिङ सेट है। ल मेट्दिहालौँ, पज गरेर हेर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। हामीले फर्स्टमा डिस्कस गरेको भनेको डिसजोइन्ट सेट हो। अब सेकेन्डमा हुन्छ ओभरल्यापिङ सेटको बारेमा चाहिँ हामीले सेकेन्डमा डिस्कस गर्छौँ। अब ओभरल्यापिङ सेट भनेको के त, द सेट द्याट कन्टेन्स एटलिस्ट वान एलिमेन्ट कमन इज कल्ड ओभरल्यापिङ सेट। डिफिनेसन सकिन्छ है। द सेट इफ टु गिभन सेट or if any given set does not contain any element common in it is called disjoint set. If the set contains at least one element common, at least one common element, यसमा के हुन्छ, नो common
element, or you can say like this also, or every have distinct elements. Element of pronunciation मा आफ्नो भर पर्ने कुरा हो ल यो चाहिँ ओभरल्यापिङ सेटको है त एक्जाम्पल दिएर यतिकै जनरलले बुझिहाल्नु ल मैले धेरै जस्तो चाहिँ एबी भनेर सेटलाई लेखिरा हुन्छु है 1 2 3 सिम्पल ए धेरै जान्नु परेन यहाँ लेखौँ 4 3 4 and 5 ल हेर्नुस् त यहाँ यता यसमा बी मा पनि 3 छ ए मा पनि 3 छ भनेपछि अब यसलाई चाहिँ यस्तो यो भेन डायग्राममा भेन चित्रमा चाहिँ कसरी देखाउने भन्दाखेरि यसरी देखाउने ल यु लेख्ने रेक्टेंगुलर बक्स बनाउने अनि अब सर्कललाई चाहिँ कसरी बनाउने त यदि एलिमेन्ट कमन छ भने यो दुईटा सर्कलहरु चाहिँ खप्टिएको हुन्छ जस्तै पहिला सानामा चुङ्गी खेल्ने बेला गर्नु त यसरी फालेर चुङ्गी एउटा माथि अर्को खप्टिन्थ्यो नि अनि त्यो छुटिन्थ्यो नि हो त्यही गर्ने अब यहाँ यो ए भयो यता बी भयो पहिला अब के गर्ने जुन एलिमेन्ट सेम छ त्यसलाई बिचमा ल्याएर राख्दिने 3 सेम छ अनि यता 1 र 2 भयो हेर्नुस् है एकछिनको लागि ल मैले बी को डल्लो मेट्दिए सजिलो छ यो बुझ्नु धेरै गाह्रो छैन बी को डल्लो मेटे ए को डल्लोमा 1 2 3 हो कि हैन हो अब हेर्नुस् अब मैले यतापट्टि बी को डल्लो बनाए बी को डल्लोमा पनि 3 पर्छ भनेपछि यो 3 लाई पनि यसरी पार्ने गरी बी को डल्लो बनाए अब यता के छ त 4 र 5 छ यी सजिलो छ भेन डायग्राम यो बिचको पार्टलाई चाहिँ के पनि भनिन्छ ए इन्टरसेक्सन बी पनि भनिन्छ यो कुरा चाहिँ अहिले त्यति आउँदैन पछि गएर 9 क्लासमा चाहिँ यो कुराहरु पढ्नु पर्ने हुन्छ ए इन्टरसेक्सन बी कम्प्लिमेन्ट त्यसपछि युनियनहरु धेरै कुराहरु छ त्यो पछि पढ्नुहुन्छ हजुरहरु ल अब यसमा जनरली यति हो यो फर्स्टमा 1.1 मा त्यो रिभ्यु गरेको अगाडिको अनि अर्को इक्वल सेट एन्ड इक्विभ्यालेन्ट सेट भन्ने हुन्छ त्यो कुरा भर्खर पढ्नु भएको सम्झिनुहुन्छ त्यही पनि फेरि एकचोटी भन्दियो First one is equal set. यतिकै एउटा एक्जाम्पलले बुझाइन्छ अहिले हेर्नुस् ल 1 2 3 4 5 5 3 2 1 4 x मा कतिवटा एलिमेन्ट 1 2 3 4 5 वटा एलिमेन्ट y मा कतिवटा एलिमेन्ट 5 वटा एलिमेन्ट यसमा के हुन्छ भने हेर्नुस् है त नम्बर अफ एलिमेन्ट एन्ड नम्बर अफ एलिमेन्ट कतिवटा एलिमेन्ट छ र अर्को के त प्रत्येक सदस्य यसरी नै भनिन्छ त्यसलाई प्रत्येक सदस्य बराबर so you can say like this also all elements and the number of elements are equal सिधै all elements equal भन्दिने नि काम सकिहाल्यो नम्बर अफ एलिमेन्ट देखाएर राख्नु परेन त्यो चाहिँ नम्बर अफ एलिमेन्ट किन भनिरा छु भने त्यो इक्विभ्यालेन्ट सेटमा काम लाग्ने भएर भनिरा छु मैले हेर्नुस् यहाँ 5 छ 5 छ 4 छ 4 छ 2 छ 2 छ 3 छ 3 छ 1 छ 1 छ सकियो सिम्पल यहाँ जतिवटा जे छ यहाँ पनि त्यही छ अगाडि पछाडी गरेर मात्र दिएको अब इक्विभ्यालेन्ट सेटमा हो यो नम्बर अफ एलिमेन्ट मैले इक्वल सेटमा किन भनिराखे भन्दा यहाँ आउँछ इक्विभ्यालेन्ट सेटमा नम्बर अफ एलिमेन्ट्स are equal but the elements are different एउटा दुई एलिमेन्ट बराबरहरु फेरि केही फरक पर्दैन सबै एलिमेन्ट बराबर हुनु पर्यो जस्तै EF E मा लेखौं 9 10 11 12 यसमा लेखे मैले 13 ल कतिवटा एलिमेन्ट 1 2 3 4 वटा एलिमेन्ट यहाँ यसमा कतिवटा एलिमेन्ट 4 वटा एलिमेन्ट सेम छ छैन हो त्यही भएर यो कुन सेट भयो त इक्विभ्यालेन्ट सेट भयो यसरी इक्विभ्यालेन्ट सेट भयो यो यसरी सिम्पल रूपमा बुझिन्छ यो पहिले पनि पढिरहेको त्यही भएर यसलाई धेरै डिटेल लिएर हेर्नु पर्दैन ल अब यसपछि छ अर्को अब 7 कक्षामा पढेको कुराहरुले पनि आफैले सम्झिनु होला है त्यहाँ कुन सेटहरु पढाएको थियो के पढाएको थियो भनेर त्यो अब आफै सम्झिनु पर्छ आफै सम्झिने गर्ने अनि त्यहाँ एक्सरसाइजहरु छ एक्सरसाइजहरु पनि इजिली गर्न सकिन्छ
अनि त्यसपछि अर्को लिस्टिङ मेथडबाट लेख्ने रहेछ लिस्टिङ मेथड डिस्क्रिप्सन मेथडहरू लिस्टिङ मेथड अनि पनि पढिरहेको हो अब त्यसपछि हामी जाउँ डाइरेक्ट सबसेटमा जाउँ है त यो चाहिँ अलिकति नयाँ हो तर केही पर्सन चाहिँ यसको 7 क्लासमा पनि पढिरहेको छ 7 क्लासमा प्रपर सबसेट र इम्प्रोपर सबसेट भनेर चाहिँ हल्का थियो अलिअलि पनि लेख्न आउँथ्यो यहाँ चाहिँ अब अलि फरक खाले क्वेसनहरू हुन्छ यसमा थोरै अब प्रपर सबसेट भनेको चाहिँ के हो त कुनै एउटा यस्तो सबसेट जस्तै ए र बी भन्ने दुईटा सेटहरू छ एकछिनको लागि मान्नुहोस् एमा 1 2 3 4 भन्ने इलिमेन्ट छ बीमा मैले एबाट इलिमेन्टहरू झिकेर अर्को एउटा सेट बी बनाएँ भने हो त्यो सेट बी चाहिँ ए को सबसेट हुन्छ जस्तै 2 3 4 मैले बी भन्ने 2 3 4 इलिमेन्ट गरेको एउटा सेट बनाएँ यो चाहिँ केबाट बनाएको मैले एबाटै बनाएको भने ए चाहिँ कस्तो सेट भयो त अब ए चाहिँ एउटा सबसेट भयो अब सबसेट पनि दुई थरीको हुन्छ फेरि एउटा हुन्छ प्रपर सबसेट अर्को हुन्छ इम्प्रोपर सबसेट दुईटा छ है वान इज प्रपर सबसेट एन्ड अनदर इज इम्प्रोपर सबसेट ल अब प्रपर सबसेट चाहिँ के हुन्छ कस्तो हुन्छ भनेर हेर्नु ल अब प्रपर सबसेटमा द सेट कन्टेनिङ एटलिस्ट वान इलिमेन्ट लेस देन द गिवन सेट र डिफिनेसन लेखिहाल्नु यो काम लाग्छ डिफिनेसन चाहिँ कुनै बेला सोधिरहेको हुन्छ यो प्रोपर र इम्प्रोपर धेरै इम्पोर्टेन्ट भनेको यो 8 क्लासमा धेरै इम्पोर्टेन्ट भनेको प्रोपर सबसेट र इम्प्रोपर सबसेट हो यहीलाई बनाएर क्वेसनहरू आउँछ कतिवटा प्रोपर सबसेट बनाउन सकिन्छ इम्प्रोपर सबसेटहरू लेख प्रोपर सबसेटहरू कतिवटा बन्छ गराएर देखा म्याक्सिमम चाहिँ प्रोपर सबसेट बनाउनको लागि दिएको सेटमा चाहिँ 3टा भन्दा बढी इलिमेन्ट हुन पाउँदैन क्लास 8 मा यो कुरा चाहिँ विचार गर्नु होला 3टा भन्दा बढी इलिमेन्ट हुनै पाउँदैन त्यस्तो खाले क्वेसन आउँदा पनि आउँदैन त्यहाँ किताबमा 4वटा 5वटा खाले छ भने त्यसलाई स्किप गरेर अर्को गर्दा पनि हुन्छ फरक पर्दैन त्यो आउँदैन एक्जाममा कहिले पनि चाहिँ नेभर ल मार्क्स दिने बेलामा गाह्रो हुन्छ त्यही भएर आउँदैन अब डिफिनेसन लेखिहाल्नु फर्स्टमा प्रोपर सबसेटको डिफिनेसन लेखौँ अब सबसेट भनेको त द सेट दैट इज फर्मड बाई द गिवन द सेट कन्टेनिङ all element or at least one element less than the given set is called subset सिम्पल कि त सबै भएको अथवा कि त एउटा कम भएको सेटलाई चाहिँ के भनिन्छ त सबसेट भनिन्छ त्यो चाहिँ केबाट बनाउनु पर्यो त्यहाँ दिएकै सेटहरुबाट बनाउनु पर्यो अब यसमा छ हाम्रो प्रपर र इम्प्रोपर सबसेट भन्ने हेर्नुस् है त प्रपर सबसेट भनेको द सेट that contains at least one element less than the set itself is called proper subset यो भइहाल्यो अब भन्नु खोजेको चाहिँ के त यसको लागि एउटा फर्मुला छ है प्रपर सबसेट इज नम्बर अफ सबसेट ल लेख्नु यहाँ नम्बर अफ सबसेट इज calculated by the formula कुन फर्मुला 2 to the power n यो चाहिँ सबसेट निकाल्ने एउटा फर्मुला हो यसमा सबै सबसेट कति टोटलमा कतिवटा सबसेट छ भनेर निकाल्ने फर्मुला यो यदि प्रोपर सबसेट भनेर दिन्छ भने त्यो निकाल्ने फर्मुला चाहिँ 2 to the power n अनि यहाँ -1 यो यानको पावरमा -1 हैन यसरी लेख्ने हैन यसलाई यसरी लेख्न पाइदैन यो मिस्टेक फर्मुला है झुकेर कुनै पनि त्यसरी पनि लेखिरा हुन्छ ल अब यो फर्मुला याद गर्नु होला यो धेरै काम लाग्ने फर्मुला हो अब इम्प्रोपर सबसेट फेरि सधैं एउटा मात्र हुन्छ यो ख्याल गरिहाल्नु त्यहाँ जे सेट देख त्यहाँ टपलको लेखिदिहाल्ने त्यो नै इम्प्रोपर सबसेट हो त्यसको पनि डेफिनेसन सिम्पल द सेट दैट कन्टेन्स अल द एलिमेन्ट यहाँ एटलिस्ट 1 छ कम्तिमा एउटा एलिमेन्ट कम हुनु पर्यो भने यसले इम्प्रोपर को लागि के लेख्नु त द सेट दैट कन्टेन्स अल द एलिमेन्ट अनि अफ द सेट इटसेल्फ अफ द अनि यहाँ सार दिनु सेट इटसेल्फ इज कॉल्ड इम्प्रोपर सबसेट ल यो प्रपर सबसेट इम्प्रोपर सबसेट को डेफिनेसन भइहाल्यो किताबमा पनि दिएको छ अब हामी इम्प्रोपर र प्रोपर सबसेटहरु बनाम है त कसरी बन्दो रहेछ के बन्दो रहेछ भनेर हेरौँ एकचोटि ल सजिलो छ के गरेर छैन यो च्याप्टर एकदम सजिलो छ
अब हेरौँ है त प्रोपर र इम्प्रोपर सबसेट चाहिँ कसरी गराउने जस्तै यस भन्ने यहाँ दियो 1 2 3 तीनटा मात्र एलिमेन्ट हामीले कन्सिडर गर्न पाइन्छ भने तीनटा भन्दा बढी एलिमेन्टहरु अहिले हामी नलेखौँ है अब यसबाट टोटलमा कतिवटा सबसेट बन्न सक्छ त टोटल नम्बर अफ सबसेट द्याट क्यान बी फर्म्ड भनेको कतिवटा बनाउन सकिन्छ त्यसको लागि सिम्पल फर्मुला 2 को पावर यान यान कति छ यान भनेको नम्बर अफ टर्म्स कतिवटा छ 1 2 3 2 to the power 3 भनेको 8 हुन्छ भनेपछि टोटलमा 8 वटा बन्दो रहेछ अब हेर्नुस् अघि मैले भनेको इम्प्रोपर सबसेट भनेको के अरे त्यहाँ जे देख त्यही सार्दिने यो यास सेटको इम्प्रोपर सबसेट के हुन्छ इम्प्रोपर सबसेट अफ गिवन सेट एज इज सेट लेख्दाखेरि सधैँ क्यापिटल लेटरमा लेख्ने है यसलाई यो चाहिँ याद गर्ने यसलाई स्मल लेटरमा यसरी यास इज इक्वल्स टु भनेर लेख्न पाइँदैन यो इज त्यहाँ जे देख त्यही सार्ने भनेको के हैन हो इम्प्रोपर सबसेट कतिवटा बन्यो एउटै बन्यो इम्प्रोपर सबसेट एउटा बन्यो अब प्रोपर सबसेट चाहिँ कतिवटा बन्छ त हेर्नुस् अब ल प्रोपर सबसेट चाहिँ ल्याङ्ग्वेज त आफै अलि लेख्न सकिन्छ हैन द प्रोपर सबसेट अफ गिवन सेट यास इज भनेर लेख्नु होला प्रोपर सबसेटको लागि 2 to the power यान बिचमा माइनस अनि 1 पावरमा माइनस हैन तल कोएफिसिएन्टमा -1 ल अब हेर्नुस् यहाँ 2 to the power 3 -1 भनेको कतिवटा हो 8 - 1 भनेको 7 वटा बन्दो रहेछ ल अब हामीले बनाउँ त 7 वटा कसरी बन्छ हेरौँ यास इज इक्वल्स टु 1 2 3 देछ अब यो एकदमै सजिलो छ है पहिला के गर्ने भने हेर्नुस् पहिला नल सेट अथवा एम्प्टी सेटबाट स्टार्ट गर्नुहोस् एम्प्टी सेटबाट स्टार्ट गर्नुस् भनेको यान 0 भएको त्यसपछि यान 1 भएको यान 2 भएको पहिला 0 वटा एलिमेन्ट त्यसपछि एउटा एलिमेन्ट त्यसपछि दुईटा एलिमेन्ट अनि यदि यहाँ तीनटा एलिमेन्ट छ भने तीनटा एलिमेन्टसम्म हामी पुग्न पाइदैन डेफिनेसन लेखिराखा that contains at least one element less भनेको कम्तिमा एउटा एलिमेन्ट के हुनु पर्यो थोरै हुनु पर्यो है त्यही भएर यहाँ फर्मुला -1 गरेको है ल अब सुरु गरिहालौँ त ल यसको गर्न पहिला खाली त्यसपछि 1 एक गुणा हुनु पर्यो यसमा एउटा 2 पर्यो 3 पर्यो ल अब कतिवटा दुईटा एलिमेन्ट दोहोरिन पनि भएन है फेरि भनेको एउटै सेट दोहोरिन भएन एकचोटी 1 2 पर्यो कमा हुनुपर्छ है कमा चाहिँ प्रपरली लेख्नु होला त्यसपछि अर्को पर्यो ल 1 ले 2 लाई गर्यो फेरि 1 3 मा 1 3 मा अनि अब के बाँकी रह्यो 2 र 3 काउन्ट गर्नुस् त 1 2 3 4 5 6 7 ल सकियो है प्रोपर सबसेट इम्प्रोपर सबसेट यति नै हो यो गरेपछि सकिन्छ है ल हेर्नु सबै सक्नुहुन्छ सजिलो छ एउटा चाहिँ कम हुनुपर्छ भन्ने कुरा बुझ्नु होला यो हामीले सबैलाई यहाँ लेख्न पाइदैन प्रोपर सबसेटमा सबैले लेख्न पाइदैन इम्प्रोपर सबसेटमा त्यहाँ जे देख्यो त्यसलाई टप्लक सार्दिने मात्र काम हो अरु केही यादै गर्नु पर्दैन द्याट्स इट अनि बुझ्ने क्वेशन हेर्नु पर्यो पहिला हाउ मेनी भनेको छ भने हाउ मेनी सबसेट मात्र भनेर दिएछ भने 2 को पावर n फर्मुलामा लगाएर राख्ने अनि राइट यस्तै दिन्छ है क्वेशनमा चाहिँ राइट अल द एक्जाममा पोसिबल सबसेट अफ पहिला यहाँ भेन डायग्रामहरु बनाएर दिन्छ पी क्यू यसरी भेन डायग्रामहरु बनाएर दिन्छ नत्र यसरी भेन डायग्रामहरु बनाएर यहाँ एलिमेन्टहरु लिस्ट गरेर दिइराको हुन्छ यसरी दिएन भने लिस्टिङ मेथडबाट त्यहाँ पहिले दिइराको हुन्छ यो एलिमेन्टहरु हुन्छ अथवा अड नम्बर लेस देन यो डिस्क्रिप्सन मेथडमा दिन्छ त्यसलाई आफूले लिस्टिङमा लगेर गर्नुपर्छ यो पढि भएको हुन्छ पहिले त्यही भएर त्यसमा थ्योरीमा जान चाहिन्न अब हेर्नुस् राइट अल द पोसिबल सबसेट राइट अल द पोसिबल यसरी भन्छ यो र यो क्वेशन फरक हो त्यही भएर विचार गर्नु पर्यो हाउ मेनी भन्यो भने त्यसको नम्बर निकाल्ने राइट अल द पोसिबल भन्यो भने के अरे सबै लेखिदिने त्यसमा जस्तै यही 1 2 3 को राइट अल पोसिबल भन्यो भने प्रोपर पनि लेख इम्प्रोपर पनि लेख भनेको हो जस्तै प्रोपर अघि हामीले के लेखेको थियौं खाली हो 1 2 3 अब 1 2 2 3
देन आफ्टर 1 and 3 ल अब इम्प्रोपर पनि लेख भने लेख्नु पर्यो 1 2 3 भनेर लेखिदिनु पर्यो ल यो यति नै है त प्रोपर र इम्प्रोपरको यति नै हो अब यो दुईटा क्वेसन जुन चाहिँ एक्जाममा पनि धेरैचोटि सोधिरहेको खाले क्वेसनहरु छ त्यो म एकचोटि सरर गरिदिन्छु ल अब एक्सरसाइज आफैले गर्न सकिन्छ एक्सरसाइज मैले सबै एउटा गर्दै गर्दिन जस्ट कन्सेप्ट बुझिसकेपछि हजुरले के गर्नुहुन्छ भने कन्सेप्ट बुझ्नुस् एक्जाममा एक्सरसाइजमा भएको हुबहु क्वेसन आउँदैन कन्सेप्ट क्लियर हुनु पर्यो अनि सरर आफै मजाले गर्न सकिन्छ एक्जाममा पनि गर्ने त्यही हो ल अब हेर्नुस् है त जस्ट क्वेसन नम्बर 7 मा जाउँ हामी अब क्वेसन नम्बर 7 ले के भनेछ भने मैले चाहिँ यहाँ पेज नम्बर 12 यो सीडीसी को बुक हो पेज नम्बर 12 को क्वेसन नम्बर 7 गर्दैछु द एलिमेन्ट्स अफ द सेट याम एन्ड यान आर शोन इन द भेन डायग्राम यहाँ एउटा भेन डायग्राम दिएछ याम छ यता याम छ ए बी सरी ए सी बी डी अनि एफ राइट अल द पोसिबल प्रोपर एन्ड इम्प्रोपर सबसेट अफ सेट याम एन्ड यान एउटै क्वेसनले सबै सरलको सकिदियो अब हेर्नुस् पहिला यसले सिधै के भने पोसिबल प्रोपर इम्प्रोपर दुईटै लेख याम र यानको भनिदियो यामको नि लेख यानको नि लेख पहिला यामको एलिमेन्टहरु के हो त ए हो बी हो सी हो ए बी अनि सी हो अनि यानको एलिमेन्टहरु के हो बी डी एफ यो कस्तो प्रकारको सेट र एलिमेन्ट सेम भइसकेपछि फेरि रिकल गरौँ त एकचोटि कुन सेट हो ओभरल्यापिङ सेट हो ओभरल्यापिङ सेट यसलाई इन्टरसेक्टिङ सेट पनि भन्छ है यसलाई यसरी लेखिन्छ याम इन्टरसेक्सन यान यो पछि पढिन्छ 9 क्लास तिर अहिले यहाँ छैन ल याम इन्टरसेक्सन यान हो यो अब यहाँ possible all the possible proper and improper subset first of all for set yam proper subset of set yam is equals to proper को लागि के गर्ने पहिला एउटा खाली हुन्छ त्यसपछि एउटा एलिमेन्ट a b c त्यसपछि के त दुईटा एलिमेन्टको दरले ए बी हेर्नुस् है त ए बी हो ए ले सी लाई हो अनि ए बाट सी सम्म अनि अर्को कुरा के त बी बाट सी यो से सबसेट बनाउँदा यसरी बनाउनुस् कि यहाँ यो दुईटा गराउँदाखेरि दुईटै एलिमेन्ट नदोहोरियोस् के यहाँ ए बी लेखेर फेरि यता बी ए लेख्न भएन यता ए बी लेख्ने अनि यता बी ए लेख्ने यो गर्नु हुँदैन यो यसरी नगर्नु होला है यो कुरा चाहिँ ख्याल गर्नु छ हजुरहरुले ल यो के को भयो त प्रपर सबसेट भयो अब इम्प्रोपर को लागि जाम इम्प्रोपर भनेको जे देख्यो त्यो टक्लाको सार दिने भनेको मैले ए बी सी लेख्यो ल यसैगरी यानको इम्प्रोपर भनेको बी डी एफ नै भइहाल्यो है अब यानको प्रपर सबसेट चाहिँ के हुन्छ कसरी भन्छ ल यो सार र भ्याउनुस् अनि म मेट्दिहाल्छु पज गरेर हेर्नु होला है भिडियो चाहिँ ल अब एन को लागि हेरौँ है त एन को लागि पहिला नल सेट त्यसपछि एउटा एलिमेन्ट बी डी एफ त्यसपछि दुईटा एलिमेन्ट बी डी अनि बी एफ त्यसपछि डी एफ ल सकियो त्यही ल अब आर द सबसेट्स अफ द गिवन सेट याम एन्ड यान इक्वली नम्बर याम र यानको बनेको सबसेटहरुको नम्बर सेम छ कि छैन अरे अब हेर्नुस् है त यामबाट कतिवटा सबसेट बन्छ यानबाट कतिवटा सबसेट बन्छ थाहा पाइन्छ आफूले प्रोपर र इम्प्रोपर गरेर यहाँ प्रोपर सबसेट यो प्रोपर हो है प्रोपर सबसेट यसमा 7 थियो यानमा कतिवटा प्रोपर सबसेट 7 याममा कतिवटा बनेको याममा पनि 7 इम्प्रोपर कतिवटा एउटा यो इम्प्रोपर कतिवटा एउटा फेरि त्यो फर्मुला लगाएर यो फर्मुला लगाएर गर्नु परेन अब यहाँ सिधै हामीले माथि नै फाइन्ड आउट गरिसक्यौं अब यसै लेख्ने है टोटल नम्बर अफ सबसेट म लेख्दिन्छु ल इक्वल छ कि छैन भने पहिला हेर्नुस् यहाँ टोटल सबसेट फर्मड फ्रम सेट M is 8 and
from set n is 8 so the number of subsets are equal ल्याङ्ग्वेज आफै लेख्न सकिहालिन्छ मज्जाले अब अर्को which member of the offset m must be removed to make m and n disjoint set हो यो disjoint overlapping को के छ अब यहाँ हेर्नुस् यो याम र यान चाहिँ कुन सेटले गर्दाखेरि यो दुईटा ओभरल्यापिङ भएको कुन एलिमेन्टले गर्दाखेरि ओभरल्यापिङ भएको भने यो बी ले गर्दा ओभरल्यापिङ भएको के हैन हेर्नुस् है त यो बी भन्ने एलिमेन्ट चाहिँ एम मा पनि छ एन मा पनि छ अब याम भन्ने सेटबाट कुन एलिमेन्ट घटाउनु पर्यो त्यसो भए सेम भएको एलिमेन्ट घटाउने हो हैन केले घटाइदिने बी लाई घटाइदिने यहाँ लेख्ने बी should be removed from the set M so that newly formed set M and N will be disjoint. ल यति गरेपछि यो बुझ्नुहुन्छ सक्नुहुन्छ यति नै हो यो अब प्रपर सबसेट इम्प्रोपर सबसेटहरु यो धेरै ख्याल गर्नु होला अनि अर्को एउटा कुरा मैले भन्नु बिर्सेछु यसलाई चाहिँ डायग्राममा कसरी देखाउने त एक्जाममा डायग्राममा दिन्छ है कुनै कुनै क्वेशनहरु डायग्राममा पनि दिइराखेको हुन्छ जस्तै अब सबसेटमै बनाएर देखाइन्छ जस्तै याम भनेको ए बी सी छ एन भनेको बी सी छ यसलाई चाहिँ डायग्राममा कसरी देखाउनु त अब हेर्नुस् ओभरल्यापिङ सेट र यो प्रपर सेट प्रपरमा नझुकिनु होला है प्रपर सबसेटमा ओभरल्यापिङ सेट हुनको लागि एलिमेन्टहरु बराबर भयो भने पनि एउटा एलिमेन्ट फरक दिन्छ एउटा न एउटा एलिमेन्ट फरक दिएकै हुन्छ यहाँ जस्तै यो ओभरल्यापिङ सेट गराउनको लागि यसमा चाहिँ एउटा एलिमेन्ट कुन चाहिँ सेम दिनु पर्यो भने जस्तै यसरी गराउँछ नि हामीले ओभरल्यापिङ यो खाले र यो प्रपर सबसेटको डायग्राम यस्तो भन्छ एउटा सेटको भित्र अर्को सेट भन्छ यो फरक तरिकाले हो यो भन्नेको यो छुट्याउन आफूले सक्नुपर्छ अब हेर्नुस् यहाँ हेर्नुस् अब यहाँ के हुन्छ है त याम छ याम भनेको पहिला ठुलो सेट बापुजी पुत्र ए बी सी अब हेर्नुस् यान भनेको बीसी भनेपछि यसरी पर्यो यसलाई क्यापिटलले डिनोट गरिन्छ ल हेर्नुस् त अब यसलाई चाहिँ सिम्बोलिकली कसरी लेख्ने हो यो सिम्बोलिकल रिप्रेजेन्टेसन यान इज प्रोपर सबसेट अफ याम यसरी यो सी जस्तो गरेर दिएको साइन लेख्यो त यो प्रोपर को लागि हो अनि सी को तल यसरी लाइन तानेर दिएको के हो त यो इम्प्रोपर हो यो साइन चाहिँ यसरी जनरली माथि राख्ने कम्प्लिमेन्ट साइन पनि भनिन्छ है ल यो यति कुराहरु गरिसकेपछि यो सेटको च्याप्टर सकिन्छ यतिमै सकिन्छ यो चाहिँ डायग्राममा देखाइएको हो यो डायग्राममा देखाइयो भने अब आफूले छुटाउनु पर्यो यामको एलिमेन्टहरु के हुन्छ याम भनेको यो ठुलो डल्लो हो यो डल्लो भित्र के परेछ ए बी सी परेछ त्यही भएर यामको एलिमेन्ट यहाँ ए बी सी छ यानको एलिमेन्ट के छ बी र सी छ ल यति गरिसकेपछि छुटाउन सकिन्छ आजको लागि यति नै अब भोलिबाट चाहिँ अरु एक्सरसाइजहरुको हामीले फर्दर गर्दै जान्छौं के क्वेशनहरु आएन क्वेरीजहरु के छ भने चाहिँ कमेन्ट सेक्सनमा भन्नु होला अनि भिडियो चाहिँ सक्दो शेयर गर्नु होला अनि राम्रोसँग पढ्नु होला अब फाइनल एक्जामको लागि चाहिँ तयारी गर्ने हो किताबको धेरै प्राइभेट बोर्डिङबाट पढ्दै भएकोले हेर्दै हुनुहुन्छ भने चाहिँ प्राइभेट बोर्डिङको किताबहरु प्र्याक्टिस गर्नुको साथसाथै सरकारी स्कुलको किताबहरु पनि हुन्छ नि सामुदायिक विद्यालयको बुकहरु पनि ल्याएर पढ्नु होला धेरै किताबहरुबाट हेर्नु होला जे छ त्यही हो डाइरेक्ट ठ्याक्कै त्यही क्वेशन आउँदैन अलिअलि भाषा परिमार्जित गरेर दिएको क्वेशनहरु हुन्छ हायर एबिलिटी क्वेशनहरुको बारेमा अझै पछि डिस्कस गर्दै जाउँला ल आजलाई यति नै हस्त धन्यवाद।